हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग साथीहरू है नमस्ते सबैजनालाई क्यासुलो तपाईहरु सन्चै हुनुहुन्छ होला। यहाँ चाहिँ छ मेरो सिल्क एन्ड साइनको है अहिले चाहिँ केराटिन क्रिमहरु छ है। मेरो बहिनीले चाहिँ आज चाहिँ मेरो कपाल चाहिँ केराटिन गरिदिन्छ अरे नि त। अन्त मेरो कान्छी बहिनीले चाहिँ यो चाहिँ रहेछ स्याम्पू अनि बहिनीले चाहिँ मलाई पहिला चाहिँ स्याम्पूले नुहाउनु भनिरहेछ हो। अन्तखेरि यहाँ चाहिँ सबै छ ट्रिटमेन्ट क्रिम रहेछ यो हो। अन्तखेरि यहाँ चाहिँ रहेछ कन्डिसनर हो। अन्तखेरि सो के भन्दाखेरि मेरो बहिनी चाहिँ अब 5 तारिक चाहिँ फेरि जान्छ नि त, केरलामै छ नि त, पार्लर गर्दैछ नि त। अन्त छिटै जाने भयो हो। अन्त उता हुँदादेखिको चाहिँ छुट्टी नहुँदाखेरि गर्दै बहिनी आएको बेलामा भनिरहेको थियो नि त। अन्त बहिनीले चाहिँ 3 जनाको गरिदिसक्यो, म मात्रै अहिले छोडिरहेको छु। अन्त पर्सि बहिनी जान्छ, अन्त त्यही भएर चाहिँ आज स्कुल नानीलाई लन्च लिएर चाहिँ बहिनीले गरिदिन्छु भनिरहेछ हो। अन्त यहाँ चाहिँ के छ अन्त यहाँ चाहिँ रहेछ स्ट्रेटनरहरू रहेछ यहाँनिर चाहिँ हो। अन्त यहाँ रहेछ स्ट्रेटनर चाहिँ यहाँ रहेछ। यहाँ चाहिँ उयोहरू होला नि है, अब के हो यो मेसिनहरू रहेछ, अब केराटिन गर्ने के मेसिनहरू रहेछ नि त यहाँनिर। अन्तखेरि सो अहिले खोलिराख्दिनँ हो। अन्त हेर्दै गर्नुहोस् होला भिडियो, मेरो बहिनीले आज मलाई गरिदिन्छ। फाइनली यहाँ मेरो सिस्टर आइपुग्यो हो। अन्त सिस्टर कान्छी सिस्टर हो, चाहिँ कान्छी हाम्रो, र यसले चाहिँ अब मेरो स्टार्ट गर्दैछ अब भर्खर अहिले 3 अब 3:30 भइसकेछ। 3:30मा स्टार्ट गर्दैछु भर्खर। हाई भन्दैन नि त, ल्याउ केसँग ल्याउ। हाई हाम्रो प्रोसेस स्टार्ट भयो भर्खर। मेरो सबै सामान थियो नि। अब यहाँ बबे लगाइदिन्छ नि मलाई।